उज्यालो हुने क्रममा छ। मोटरहरू चढेर पूर्व पश्चिम उत्तर दक्षिण अब जानु छ। जाँदै गर्दाखेरि ऊर्जा लिएर जानु होला। आवेगहरू केही थिए भने भ्रिकुटी मण्डपको चौरीमा नारा लगाउँदै गर्दाखेरि तपाईको आवेगलाई तपाईले त्यही छोडेर जानु भएको छ, छोडेर जानु भयो। हिजो विशेष महाधिवेशनको पक्षमा कसले हस्ताक्षर गर्नुभयो, कसले हस्ताक्षर गर्नु भएन? अब त्यो प्रश्न सकियो। को विशेष महाधिवेशनमा सहभागी हुनुहुन्थ्यो, को सहभागी हुनुहुन्न थियो? अब त्यो दरार पनि सकियो। हामी गाउँ जाँदै गर्दा उज्यालो अनुहारका साथ, हँसिलो मुद्राका साथ, उत्तिकै ऊर्जाका साथ, तर फेरि फरक कुरा के हो भने पहिलाभन्दा अझै बढेको ऊर्जा र पहिलाभन्दा अझै बढेको जिम्मेवारीका साथ तपाईँ हामीले जानुछ। हामीले कांग्रेसलाई बदल्ने र यो देशलाई काँधमा लिने भनेको केवल एक गगन थापालाई कांग्रेसको सभापति बनाएर हामीले आएका छौं। अब देशमा केही हुन्छ त गगन थापाले गर्छन् भरोसा गरिराखेर होइन। गगन थापालाई हामीले कमान्डर बनाएका छौं, तर कुनै पनि युद्धमा विजय हासिल गर्नलाई कमान्डर दरिलो ढंगले उभिँदै गर्दा पुरै सेना पनि उही तयारीका साथ, उही मनोविज्ञानका साथ उभिनुपर्छ। तपाईँ हामी प्रत्येक साथी आजका मितिबाट विशेष अधिवेशनबाट फर्किँदै गर्दा विशेष जिम्मेवारी पनि लिएर फर्किँदैछौँ। फर्किँदै गर्दाखेरि नबिर्सिनु होला, हामीले हाम्रै पार्टीका साथीहरूको सँग पनि नम्रतापूर्वक हार्दिकतापूर्वक व्यवहार गर्नुस्।